हेलो गाइज, आज चाहिँ हामी बुढी र म घुम्न जाँदैछौँ। कहाँ भन्दा सराई कस्तो हुन्छ देखाउँछ म एकछिनमा। फुलहरू यस्तो बगान छ। यो चाहिँ हाम्रो गाउँको घर, ठाउँको घर बनाउनै छ। हाम्रो स्कुटर यही हो। हाम्रो घर गाउँ पनि देखाउँदै देखाउँदै लाग्छ भने यो घरहरू चाहिँ खाली छ अनि यसमा चाहिँ हुनुहुन्छ तल बाजुको घर। यहाँ हाम्रो अलि अगाडि एकदमै भाइरल पार्क छ। एकदम धेरै मान्छेहरू आउनुहुन्छ घुम्नलाई। अहिले पनि 2-3 जना हुन्छ, बन्दैछ। यसलाई हेर्ने काम हुँदैछ। यो हाम्रो यहाँ यो हेर्नलाई चाहिँ एकदम धेरै आउनुहुन्छ। 1-2 वर्ष हुन लाग्यो यो चाहिँ भाइरल भएको। खोइ पक्नु त बिस्तारै गर्नु। यो चाहिँ माडीफाट। त्यहाँ चाहिँ हामी जाने अहिले। यहाँ सराई यहाँ हाम्रो घर छ, त्यहाँ जान लाग्छ हामी चाहिँ घर हेर्नलाई। तानसेन त कता हो र? तानसेन त उतै त हो कि अलि देखेँ होइन। मिनी हुन्छ मिनी सराई। त्यो चाहिँ हाम्रो भीमसेन मन्दिर, हाम्रो नेवारहरूको मन्दिर भीमसेन मन्दिर। हाम्रो बिहामा मलाई सिन्दुर हालेको बिहा। मम्मी चाहिँ गाडीको तल चाहिँ सबै हाम्रो बारी हो। यता देखेको मम्मी तल बारीमा घाँस काट्नु आउनु भयो। तातो चाहिँ पानी परेको त्यस्तो धोएको भयो अनि अझै पनि हुँदो रहेछ। मम्मी र अझै घाँस काट्दै हुनुहुन्छ। गाडी गर्नु मम्मी बाई गर्नु बाई गर्नुभयो मम्मीले चाहिँ। त्यहाँ अझै पनि हुनुहुन्छ। ल गएँ मम्मी। मम्मीहरू घाँस काट्दै हुनुहुन्छ अझै र मम्मी। हामी चाहिँ राख्दैन भएको। यहाँबाट चाहिँ तानसेन बजार देखिन्छ। हामी चाहिँ यो बाटो हुँदै जाने। यहाँ छौँ हामी दुईजना। मान्छे मेरो त मुखै देखेन। पानी पर्ने जस्तो रहेछ। बाटो चाहिँ यस्तो अहिले बन्छ होला भनेर कोही मुरुती आयो त। यहाँदेखि चाहिँ हाम्रो पिच सुरु हुन्छ। यहाँसम्म त बाटो बनेछ। अब बिस्तारै बिस्तारै बढ्ला। इन्द्रेणी देखेछ। यो चाहिँ हाम्रो दमकला एरिया। अनि त्यो देखेको फाटहरू चाहिँ माथि फाट। त्यो चाहिँ हाम्रो माथि फाट है। उता देखेछ। मैले चाहिँ जुमिङ गरिनँ। त्यही पनि अहिले हामी त्यतै देख्छौँ।
कस्तो राम्रो देखेको यो एरिया। यहाँ चाहिँ फुटबल क्लब रहेछ, कस्तो राम्रो। वाउ, हामी चाहिँ दमकरा है हो। यो वडा कार्यालय हाम्रो बिहा दर्ता गरेको यहाँ हो। कति राम्रो यो कम्पाउन्ड थिएन त अस्तिमा, कस्तो राम्रो। अम्लिहान कहाँ कहाँ जान मिल्ने चाहिँ यता सराई हामीले हिँडेको सराई, अन्नबन्धन मालीफाट यतै भइहाल्यो। पिकनिक पार्क के रहेछ है यहाँ त मलाई थाहा छैन यो। अब हामी जान्छौँ यता हुँदै। मेरो बुढीले चलाउँछ नि स्कुटर। हामी अब सराई नजिक नजिक आइपुग्यौँ। सराई साथ आइयो। ढल्केको यहाँबाट चाहिँ यस्तो सराई आउन लाग्यो। त्यो चाहिँ गेट अलिक माथि यहीँ रौँ जाने हो भित्र। यो चाहिँ हाम्रो घर हो। यो यत्तिकै भिडियो यस्तो छ। भित्र छिर्दै खाउँ है हामी। म यहाँ हुर्केको हो। थत्रो ए आमा के हो यस्तो। यत्रो वर्षपछि त पहिला यहाँ ग्यारेज थियो कि पछि यस्तो छ। मेरो घर चाहिँ यस्तो अय्या यता त नजानु छोडिदियो। यस्तो थियो यहाँ पसलहरू। हामी पहिला यस्तो रहेछ यहाँ सुत्थ्यौँ पुगु होइन। पहिला पसल हुँदाखेरि त पछाडि सुत्थ्यो। बिचमा पसल छोडिसकेपछि चाहिँ ऱ्याकहरू के यस्तो यो त यो पछि हामीले टाँसेको होइन कि यिनीहरू यो सबै उसले गएको के पुग्यो। यो ग्यारेज खोल्दाखेरिको कि यो यति पछाडिसम्म। यो साइडको घर छ नि त्यत्रै बन्छ क्या डिट्टु। ल होइन
यही हो म फर्स्ट टाइम यो घर आएँ ल आइन् कस्तो लाग्यो घर थोत्रो घर ठाउँमा छ तर फेरि ठाउँमा छ तर रोडमै हो रोडको साइडमै पछि भन्छ बबाल बनाउने न पुग्यो हामीले यहाँ अँ रमाइलो छ यहाँ घर बनाएर बस्न सक्यो भने ठिक छ यो हाम्रो घर यो पनि यताको साइडको घर पनि पाएँ त म त कति खुसी हुन्थेँ बरु यहीँ किन्ने यो घर किनेर यहीँ बनाउनु हुन्थ्यो यस्तो होइन क्या अलि पछाडि अलि धेरै होइन नि त कोठा मस्त चस्मा लाउने घरदेखि लाग्यौँ अब अगाडि पनि रमाइलो छ मेरो एकपट्टि अगाडि त रमाइलो सबै एरिया चाहिँ हामी देखाउँछौँ है कस्तो छ ठाउँ राम्रो छ साथी अहिले हराउनु र मलाई मार्नु होला नि उता त कस्तो राम्रो गाउँ छ नि दोहोरो हाम्रो दाङतिर जस्तै देखि दोहोरो घर चाहिँ नजिकै नजिकै ब्याङ्क सबै छ यहाँ बिहामा गएको अन्त बिहामा गएको गाडी त्यही छ हेर्नु त यहाँ बब्बु होला नि यो कस्तरी फलेको हेऱ्यो हामीलाई त क्यामेरा युज गर्दै आएको त मलाई मनपर्ने ठाउँ चाहिँ अब आइपुग्यो यो एरिया मनपर्छ तिमीलाई खै खै कहाँ हो त्यही त सोधेको होइन यहाँ अब त यसरी घुम्ने ठाउँ हो त मनपर्ने यतातिर यतातिर चाहिँ मलाई मनपर्छ कि फेरि यता होइन अझै कस्तो थियो त्यो मासतिर होइन क्या यतै हो क्या दोहोरो गाउँ त यहाँ मासतिर जाने हो र त्यो खुकुरी हाउस छ त्यहाँ त कस्तो राम्रो अस्ति त याद गरेको थिएँ नि कस्तो राम्रो रहेछ यहाँ मैले अस्ति आउँदा त याद गरेको थिएन यो मलाई चिन्दैन पटहरू यहाँ कस्तो नि त यहाँ कहाँ आयौँ त अनि अरे
अब यतैबाट निकालिदिन्छु कि त्यो। यहाँ शीतल छ रहेछ। पछि हेर्नुहुन्छ यस्तो थियो अहिले यस्तो भयो भन्न पाइन्छ। अपलोड गर्नु पऱ्यो त्यो बेला हामीले त्यो बेलाको अब त्यस्तो यस्तै जमाना हुन्थ्यो भनेर खिच्न पाएको भएन। त्यो बेला यस्तो थियो अहिले यस्तो बनि भ्या भन्न पाइन्छ त्यस्तै थियो। पहिला त यहाँ केही पनि थिएन। अरे भन्ने ठाउँतिर घुम्दै घुम्दै हामी अब हाम्रो अब हिरोहरूले पहिला बाबा मम्मीहरूले पसल गर्नुभएको ठाउँ पनि आइपुग्छौँ। एक्ला बर हुँदै झर्ने हो हामी। चिनेको त छैन त्यो पनि आउन चाहिँ आछु होला। यही बाटो हो चाहिँ तिम्रो पौडी लेक जाने बाटो हो। कौली लेक त अलिक कता हो त जोडिँदैन। यहाँबाट तल जाने हो। ऊ त्यहाँबाट है ऊ त्यो बाटोबाट त्यस्तो गाउँमा ए कस्तो कुनै हो यो त कति ठुलो। हाम्रो पिङ्की त अहिले त सानो भयो। पौडी लेक जाने बाटो हो। ला यो बाटो त बन्द रहेछ। किन यसो बन्द हो यो बाटो। ला खत्तम जाने भनेको ठाउँतिर जान पाइएन। अस्ति नै सरसँग आएको भन्थेँ मैले सगुन र अजयसँग। कता हो बस्ने ग्यारेज हो कि यही स्नोकरमा आएको। त्यो त जाने हो र झऱ्यो वा झऱ्यो जान्न टाढै हो कि अब यता घर आउन पाइएन। टाढा त टाढै हो कि सर र जाम देखेको सिनलाई भर्खरै नेपाल त तर त दामीले हो कि हुन त अझै हामी कस्तो कस्तो ठाउँ पुगेको छैनौँ र पो त यिनीहरू देख्दा कति राम्रो लाग्छ। हाम्रो मामा घरको के उहाँहरूको घर नि अझै एउटै कुल्यान पूजा गर्ने एउटै हो कि। ए चिन्नुहुन्न हजुरलाई? मलाई चिन्नुहुन्न। मैले चिनेको म त अब आफूले त चिनिन्छ नि त। उहाँलाई त कसरी यस्तो याद हुन्छ। आज म नपुगेको ठाउँ जाँदैछु नयाँ ठाउँ झरेवा भन्ने गाउँतिरै जाऊँ।
बाँसटारी 10 किलोमिटर भनेछ। बाँसटारीदेखि हामी घरको जान पनि धेरै टाइम लाग्छ नि हामी हिँडेको चाहिँ यहाँ जयदेवा अनि यहाँबाट पनि 15 किलोमिटर भनेको त हामीलाई धेरै टाढा पऱ्यो त्यही भएर हामी फर्कियौँ प्लान क्यान्सल पछि टाइम मिलेछ भने आउँछौँ हामी एकचोटि धारा ढिक भन्ने ठाउँ हो कि यता होइन तल के गर्ने धारा ढिक भन्ने ठाउँ छ कि यता तल पौडी खेल्न जाने पौडी खेल्ने छ त्यहाँ धारा चाहिँ यता एकछिन मेरो खुट्टा ठोकिन्छ कि यहाँ फेरि ठ्याक्कै नराम्रो चली रमाइलो रहेछ जाउँ न त घुमाउने घरतिर वा घुमाउने घर यहाँ चाहिँ मगर दिवसमा रमाइलो हुन्छ लोक है घुमाउने घर त घुमाउने घर भन्छन् कि हाम्रो त्यता यस्तो घरलाई एउटा सिधै जाऊँ न यता हेर ल